हाई गाइज वेलकम टु माई अर्को बासी ब्लग। यो पनि मेरो घरमै हुँदाको भिडियो, तर म यसलाई चाहिँ भर्खर पोस्ट गर्दैछु। अनि हामी चाहिँ आज थुक्पा बनाएर खाने भन्दै थिएँ। मैले चाहिँ बारीबाट बोडी टिपेर लिएर यहाँ काट्दैछु। मेरो छोरा चाहिँ यहाँ छेउमा बसेर ल्याङ गर्दैछ, उसको सानीले डुलाउँदैछ। अनि यहाँ भाइ बहिनीहरू पनि हेर्दैछन्, हामीलाई पनि देखा न भनेर। अनि यहाँ चाहिँ बोडी काटिसकेँ। अनि चाहिँ मटर भिजाएको थिएँ। अनि यहाँ चाहिँ थियो आलु। अनि सबै काटिसकेपछि मैले चाहिँ फेरि यता चाहिँ खोर्सानी र प्याज पनि थोरै काटेँ। अनि यता चाहिँ आगो फुकेर यता एकपट्टि चाहिँ थुक्पा पकाउन, एकपट्टि चाहिँ सुप पकाउन पानी बसाएँ। अब हेर्नु गाउँघरको चुलोहरू चाहिँ यस्तै हो, आगो फुकेपछि कालो भइहाल्छ, कति फोहोर नभन्नु होला। अनि त्यसपछि चाहिँ यहाँ थुक्पा हेर्दै थिएँ म, यसले पुग्छ कि पुग्दैन भनेर। अनि फेरि खाना नपकाउने भनेपछि त दुईवटा त पकाउनै पर्यो। अनि त्यही भएर दुईटै थुक्पालाई मैले यहाँ पानी उम्लिसकेपछि यहाँ पकाउनु थालेँ। अनि यतापट्टि चाहिँ कुकर तात्दै थियो। अनि त्यसपछि यता कस्तो तातो हुन्छ क्या आगोमा पकाउँदा चाहिँ, जाडोमा तातो कस्तो आनन्द हुन्छ। अनि यता कुकर तारिसकेपछि मैले चाहिँ तेल हालेँ। जिरा चाहिँ यति धेरै किन हालेको भन्नुहुन्छ होला, म चाहिँ घर गएपछि जिरा खानु पाउँदिनँ। यहाँ चाहिँ जिरा खानु हुँदैन, कसैलाई मन पर्दैन। अनि त्यही भएर म चाहिँ जहाँ जान्छु जिरा चाहिँ यति धेरै हालेर खान्छु। अनि त्यसपछि चाहिँ हालेँ मैले मटर आलु। अनि त्यसपछि यो चाहिँ हाम्रै बारीको बोडी हो, एकदम अर्ग्यानिक, खाने बेला चाहिँ भएको थिएन। यो चाहिँ दाना पसेपछि मात्रै खाने हो, तर म चाहिँ त्यत्तिकै कलिलोमै टिपेर कस्तो हुन्छ त, मिठै हुन्छ होला भनेर सुपमा मिसाउँदैछु। अनि मैले चाहिँ यिनीहरू सबैलाई मजाले काटेँ। अनि त्यसपछि यतापट्टि चाहिँ खोर्सानी र प्याज अहिले रस माथिबाट लगाएर खानको लागि खोर्सानी र प्याज पनि मजाले काटेँ। अनि यहाँ चाहिँ मैले अदुवा लसुन टमाटर लगाइसकेपछि पानी लगाएँ। अनि सिटी लगाउनुलाई छोडिदिएँ। अनि यतापट्टि चाहिँ सुँगुरको मासु थियो, अनि सुँगुरको मासुलाई म तार्दैछु। अनि यहाँ चाहिँ हाम्रो सुप चाहिँ एकदम रेडी भइसकेको छ, सिटी उचालेँ मैले। अनि यस्तो राम्रो भएको थियो कि हेर्दा त यस्तै छ, खाँदा चाहिँ यति मिठो यति टेस्टी भएको थियो। अनि त्यसपछि म चाहिँ छोरा सुताएको थिएँ। अनि उठ्छ होला भनेर हतार खाइसकेँ। अनि यहाँ चाहिँ मेरो दिदीको छोरी खाँदै चाहिँ उसलाई चाहिँ खानुभन्दा अगाडि नै मिठो भन्नुपर्छ जस्तो लाग्छ होइन, ऊ भनिहाल्छ क्या, भिडियो बनाएको देख्नै हुँदैन। यहाँ चाहिँ मेरो बहिनी पनि खाँदैछ। अनि हामी पनि खाइसक्यौँ। थ्याङ्क यू फर द वाचिङ।